हेलो गाइज, आज चाहिँ हामी जेपी नगर पार्कमा आएका छौँ। यहाँ चाहिँ यहाँको लेक तपाईहरुलाई देखाउने छौँ। हामी चाहिँ सबैभन्दा अगाडि हामीले यहाँ तालमा गयौँ र यहाँ माछाहरू एकदम खेलिरहेको थिए। धेरै माछाहरू थिए, तर हामीले धेरैभन्दा नि कमलाई हामीले हेर्न सक्यौँ। तर किनभने त्यहाँ चाहिँ धेरै टाढा थियो हामीले तालभन्दा, तर राम्रोसँग देखिएन। अनि हाम्रो साली अनि मेरो बुढी अनि यहाँ सबैजना हेरिराख्नु भएको थियो। अनि टक्क हामीले यो भिडियोहरू पनि उहाँहरूले पनि एकदम रमाइराख्नु भएको थियो, हेरिराखेको थियो उहाँहरूले नि। अब चाहिँ हामी हाम्रो दिदी साहब यता हुनुहुन्थ्यो, उहाँ चाहिँ भिडियो बनाउनमा व्यस्त। पुरा धुप लागेको छ यहाँ त। अब हाम्रो बारिश आए जस्तो पनि हुँदैछ हैन, पानी परेको बेला क्यामेरा पनि आउँदैछ। आफ्नो मेहन्दी लगाएको रहेछ। दिदी सासू साली, खै साली, हाम्रो साली पनि यता हुनुहुन्छ, मामा हुनुहुन्छ। यो भिडियो पुरा युट्युबमा जानेछ, सबैले सब्स्क्राइब गरिदिनु होला। अब यहाँ पानी आइसक्यो। अब हाम्रो सालो पनि आइसकेको रहेछ यता यो भावेश। बाटो छे क्या पछि साई तै बिग्यो बिना मलाई देख्या पछि क्या कोठा बोलिन्छ तेरा। मलाई देख्या पछि
पछि क्या कोठल खोलिन्छ तेरा हे मलाई देख्यापछि क्या कोठल खोलिन्छ तेरा अब अरू होइन पनि भने यता राम्रो भएन के त नाच्नु कहाँ घुमेको बेलामा मेरो हैन इंग्लिश को खतरा बनाउँछ न इंग्लिश अब यहाँ इंग्लिश त खतरा इंग्लिश आयो त खतरा आउँछ के जति दा हैन अब हामी सानो हेरिदिन्छौँ माथितिर बादल एकदम दामी भएको छ र कस्तो लाग्यो गाइस गाइस यहाँ सबैजना एकदम रमाइलो लागेको थियो र अब हामी चाहिँ हेर्नेछौँ यही मेरा मुटका हो यही मेरा मुटका हो तलाई अम्के जान्थे ओके गाइस हामीले चाहिँ यहाँ तपाईहरुलाई भिडियोहरु पुरै देखाएका छौं देउडा खेलेको र यो सबै भिडियो चाहिँ तपाईहरुको माझ राखेका छौं कस्तो लाग्यो प्रतिक्रिया सबैले दिइदिनु होला लाइक कमेन्ट शेयर सब्स्क्राइब पनि गरिदिनु होला र यो भिडियोलाई जति सकिन्छ हजुरहरुले धेरै ठाउँ भन्दा नि धेरै ठाउँ पुर्याइदिनु होला र सपोर्ट हजुरहरुको जरुरत छ हजुरहरुले सपोर्ट गरिदिनु होला अनि यो आजको ब्लग यति नै रहनेछ अनि मैले सानो क्लिप मेरो वाइफ सँगको यो भिडियोलाई पनि हजुरहरुले हेरेर माया गर्दिनु होला र
यो भिडियो हेरिदिनु भएकोमा, लाइक कमेन्ट गरिदिनु भएकोमा, सब्स्क्राइब गरिदिनु भएकोमा, शेयर गरिदिनु भएकोमा थ्यांक यू सो मच सबैजनालाई।